साथीहरू सन्चै हुनुहुन्छ है? म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। अनि गुड मर्निङ सबैजनालाई। अनि हेर्नु न, सबैजनाले सोध्ने गर्नुभएको थियो नि म म्यारिड हो कि अनम्यारिड हो भनेर। म म्यारिड हो र मेरो 3 वर्षको छोरा पनि छन् के। अनि हेर्नु न, मेरो छोरा चकचके लास्टी चकचके के साथीहरू। यहाँ चाहिँ हाम्रो घरको अगाडि हेर्नु न कति धेरै कुहिरो के साथीहरू। अनि यो बाटो ह नि ठ्याक्क गएर त्रिवेणीमा यो मिल्छ के साथीहरू। अनि यही बाटो जान्छन् कि त्रिवेणी, सिधै जान्छ यही बाटो त्रिवेणी के साथीहरू, हाम्रो घरको अगाडिबाट। अनि मैले बिहान बिहान बाबुको लागि पनि हरियो साग तरकारी पकाउन लान्छु साथीहरू। मेरो छोराको फेरि यो साग फेरि एकदमै फेभरेट हो के, त्यसलाई दिनकै साग चाहियो। अनि त्यही भएर म बारीबाट टिपेर ल्याएँ बिहान बिहान। अनि कुहिरो पनि लास्टै थियो, अनि बिहान बिहान टिपेर ल्याएँ। अनि त्यसलाई केलाउन पर्छ कि सबै सागलाई। अनि पकाउने त्यसपछि छोराको लागि। यहाँ हेर्नु न, मेरो छोरा बसेर चाहिँ चम्किरहेको कुरा गरिरह चम्किरहेको लास्टी चकचके हन् के। फेरि मेरो छोरा एकदमै नभन्नु। अनि मेरो छोरालाई दिनकै दाल भात चाहियो के। अनि मैले दाल र भातहरू मिक्स गरेर एउटैमा पकाइदिन्छु र सब्जी चाहिँ छुट्टी पकाउँछु। अनि त्यसलाई फेरि साग नभई नहुने के, चाहियो कि चाहियो त्यसलाई साग फेरि। अनि म र मेरो छोरा यहाँ खेलिरह मसँग के गफ गरिरह के, मामु यो किनिदिनु न त्यो किनिदिनु न भनेर। अब भिडियो खिच्न पायो त चम्किहाल्छ कि। अनि साथीहरू म चाहिँ आज गुन्द्रुकको झोल पकाउँदैछु के। अनि कसले कसले मनपर्छ त कमेन्टमा भन्नु है त सबै साथीहरू।